सविता जाँदैछु कहाँ जाँदैछु सविता झोली टुम्मा बोकेर पानी परिरहेछ त कहाँ जाँदैछु घुम्न कुन ठाउँ बिच घुम्न जाने पानी परेको बेला तिमी उल्टो छौ उल्टो जन्म्याउ दिदी झोली बोकेर हिँड्नु भएको छ सविता र दिदी जाँदैछन् अब बेलालाई रेडी भएर आएको अवस्था सब पनि रेडी भइसक्यो म पनि रेडी भइसकेँ दिदी पनि उता रेडी भइसक्नु ब्याग अब जाँदैछौँ आऊ न तिमी यता आऊ न तर थाहा छैन कहाँ जान्छ भनेर कहाँ जान्थ्यो हामी यत्तिकै हावातालमा कलेजतिर छुट्टी बुझ्दै भेटी गरेर त्यसपछि हामी खाजा खायौँ गयौँ हल्का रमाइलो घुम्न सबै हात उता लगा न गाई मैं बने देखो न गाई तिम्रो कल सानो भयो गाई कैसा है कम चलो हजुर एउटै ल्याउँथ्यौँ कि तिनजना पनि हाल्थ्यौँ मजाले पारेर तिनजना मजाले अर्थ्यो त्यसले के भन्छ नयाँ ठाउँमा काम गर्नको गाह्रो दिदीबहिनी नयाँ ठाउँमा काम गर्नु गाह्रो हुन्छ राम्रो गाह्रो हुन्छ त्यो एक्सपिरियन्स भए पनि गाह्रो हुन्छ मलाई कस्तो गाह्रो भइरहेको छ जस्तै मलाई गिफ्ट लाइनको मतलब त्यहाँको छ नि त राम्रो भिडियो बना लगन चाहिँ पैसामा जुरेको लगन चाहिँ वैशाखमा नि भएन जेठमा नि वैशाखमा दिदीको बर्थडे जेठमा मेरो बर्थडे जन्मेको बाल्नु गर्न मिल्दैन जन्मेको कारण मिल्दैन जेठमा मलाई मात्रै बिहे गर्न दिँदा अरे असारमा लगन छ अरे असारमा फेरि सागरको जन्मेको साल साउन त भदौमा बिहे गर्दैन भयो भएन